मार्छु भन्थ्यो साउले हात भाँचेर फर्किन्छु झैला थिएन बाँचेर उडी जाने जे तिमीलाई सम्झी आँसु झरे थियो कि त कुनै दुःखमा परे थियो उडी जाने जे तिमीलाई सम्झी रुन्थे म दिदी मरुभूमि चारको घाम के बिदी उडी जाने जे मनको पीडा जाँदैन धोएर कति तिहार गयो भाइ रोएर उडी जाने जे फर्की आए पुरानै भेषमा घरको माया थाहा पाए परदेशमा उडी जाने जे नपर है परदेशको भरैमा खोर्रे खनी खाउला क्या घरैमा उडी जाने जे नमस्कार आज पनि तपाईको माझमा कोपिला खड्का अफिसियल च्यानलबाट प्रत्यक्ष लाइब्रेरी कार्यक्रम लिएर म कार्यक्रम सञ्चालक केतन थापा तपाईको माझमा उपस्थित भइसकेको छु। अब म कलाकार टिमहरूको परिचयतिर जान चाहन्छु। पुरुष टिमको नेतृत्व गर्दै हुनुहुन्छ रामेछाप जिल्लामा जन्मिएर पछिल्लो समयमा एउटा आफ्नो छुट्टी पहिचान बनाइसक्नु भएको छ लोकथाडोरी गायक काजीराम बस्नेत। उहाँलाई भाकामा छुपेर साथ दिनुहुन्छ सफल अरियाज्यू साथै डिपु रिजालज्यू। त्यसै गरिकन महिला टिमको परिचयतिर जान चाहन्छु। पछिल्लो समयमा आफ्नो छुट्टी पहिचान बनाएर आफ्नै युट्युब च्यानलबाट नियमित लाइभ डोरी तपाईँहरूको लागि मनोरञ्जनका लागि ल्याइरहनु भएको छ। आज पनि तपाईँको माझमा हुनुहुन्छ कोपिला खड्का अफिसियलको नियमित गायिका हुनुहुन्छ कलाकार हुनुहुन्छ लोकथाडोरी गायिका कोपिला खड्काज्यू। उहाँलाई भाकामा छुपेर साथ दिनुहुन्छ ऋतु कुमारज्यू साथै सृजना थकेज्यू। त्यसै गरिकन वाद्यवादन टिममा हुने सम्पूर्ण वाद्यवादन टिमहरूलाई एकमुष्टमा स्वागत सँगसँगै सम्मान व्यक्त गर्न चाहन्छु। आजको भाका रहेको छ उडी जाने जेठ। यस भाकामा हुने सम्पूर्ण संस्था सजग गायक गायिका सम्पूर्णलाई यसै कार्यक्रमबाट सम्मान व्यक्त गर्दै उहाँलाई हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु किनभने उहाँहरूकै कारणले गर्दा आज हामीले लाइभ डोरी प्रस्तुत गर्न गएको जानकारी गर्न चाहन्छु। अब तपाईँहरूलाई मनोरञ्जनका लागि हामी बाँकी पल लाइभ डोरीबाट नै अगाडि बढाउने जानकारी गर्दै अब बाँकी पल तपाईँको हातमा दिँदै लाइभ डोरी प्रस्तुत गर्न अनुमति माग्न चाहन्छु। धन्यवाद। भित्र लाको छ झैडर बल्ला तल्ला आइपुगे आफ्नै घर उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट लाइरहेछ झैडर बल्ला तल्ला आइपुगे आफ्नै घर उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त
मर्छु भन्थ्यो साउले हात भाँचेर फर्किन्छु झैँ थिएन बाँचेर उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट साउले हात भाँचेर फर्किन्छ झौला थिएन बाँचेर उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ राख्यो अँध्यारो कुनामा कहिले राख्यो पुलिसले थुनामा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट अँध्यारो कुनामा कहिले राख्यो पुलिसले थुनामा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ छोरो हुर्क्या म सुखमा कति तडपे पीडा र दुःखमा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट हुर्क्या म सुखमा कति तडपे पीडा र दुःखमा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ सँगै गर्ने काली ओराली खाउला बाबु खोले मानुन हाले उडी जाने जे नमरी बाँचे त
चारको घाम के विधि उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट रुन्थे म दिदी मरुभूमि चारको घाम के विधि उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट मनको पीडा जाँदैन धोएर कति तिहार गयो भाइ रोएर उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नजानी धोएर कति तिहार गयो भाइ रोएर उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट पठाइदियो दलालले हतारमा दुबई भनी पुर्याइदियो कतारमा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट दलालले हतारमा दुबई भनी पुर्याछ कतारमा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट हे छोड्देऊ बाबु परदेश नजानी जेला बोनी गरेर यहीँ खानी उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट परदेश नजानी जेला बोनी गरेर यहीँ खानी उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट घर बनाउने ऋण तिर्ने कुरा भए दिदी सपना अधुरा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट ऋण तिर्ने कुरा भए दिदी सपना अधुरा उडी जाने जे नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट दुःख
सन्चै छ यहाँ भनेर ढाँट्थे म उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट बोल्दा फोन काट्थे म सन्चै छ यहाँ भनेर ढाँट्थे म उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट हे भन्थिन माथा छैन कुनी खै परान भन्दा प्यारो छ कान्छो भाइ उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट छैन कुनी खै परान भन्दा प्यारो छ कान्छो भाइ उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट फर्की आए पुरानै भेषमा घरको माया थाहा पाए परदेशमा उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट पुरानै भेषमा घरको माया थाहा पाए परदेशमा उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट हे नपर है परदेशको भरैमा खोर्रे खानी खाऊ लाग्या घरैमा उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट परदेशको भरैमा खोर्रे खानी खाऊ लाग्या घरैमा उडी जाने जेठ नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट नमरी बाँचे त कालैले साँचे त भइदो रहेछ भेट जान्न अब परदेशको बाटोमा सुन फलाउँछु ए आफ्नो माटोमा उडी जाने जेठ नमरी बाँचे त